इसाई घरानाका छोरीको पनि आदरणीय विवाह हुँदैन, उसले आफ्नो खुसीले ज्वाइँ खोजेर जान्छ। तर यो गर्नु चाहिँ इसाई घरानामा जन्म लिएको हरेक जवान छोराछोरीहरूले विवाहमा अनादर गरे भने, अनादर भनेको वचनको आदरमा बिहा गरेन भने यो विवाह के हो? यो विवाह के हो? यङ बोय, आई वान्ट टु हियर फ्रम यू। यो विवाह के हो? ब्लेसेड और कस्ट। वचनको आधारमा बिहा गरेर ब्लेसेड और कस्ट श्रापित हुन जान्छ। याद गर्नुहोस् हरेक जवानलाई। र अब विवाहको विषयमा न्यू टेस्टामेन्ट टिचिङ, नयाँ नियमको शिक्षा छैन। यो हिब्रू 13:4 मात्र विवाहको विषयमा बताएको छ भने अरू चाहिँ त्यति साह्रो विवाहको विषयमा छैन। विवाह कसरी गरिन्छ? पुरानो नियमबाट हामीले हेर्छौँ। पुरानो नियममा टाइप्स एन्ड स्याडो, संकेत र छायामा विवाह कसरी गर्नुपर्छ बताइदिएको छ। यस सम्बन्धमा म तपाईँहरूलाई स्पष्टीकरण मात्रै भन्छु। स्पष्टीकरण, यसलाई म लामो व्याख्या गर्न चाहदिनँ भनेको आई डोन्ट वान्ट टु एक्सप्लेन लङ, यसलाई म लामो गर्न चाहदिनँ। यस सम्बन्धमा पहिले बेलाबाट हेरौँ। विवाहको स्थापना अर्थात् इन्स्टिट्युसन, विवाहको स्थापना चाहिँ अदनको बगैँचामा परमप्रभु परमेश्वरले आदम र हावाको गरेको। विवाह यसरी इन्स्टिट्युट भयो अर्थात् स्थापना। स्थापक परमेश्वर, बेहुला आदम, बेहुली हव्वा। त्यसलाई जाँदु न हामी। उत्पत्ति 2 माथि 6 भने त हेर्नु न। 24 अध्याय उत्पत्तिमा आदरणीय विवाह कसरी हुनुपर्छ 67 सम्म छ। एक वर्षको एउटा सन्देश सुन्दैछ। लाउनेछु जवानहरूलाई। अहिले हामी 61 मा पुगेको छौँ। बुझ्यो? एक वर्षभन्दा बेसी भयो। हप्तामा पहिले महिनामा, हप्तामा एकखेप लाउँथ्यो, महिनामा एकखेप लाउँछु। 61 मा हामी पुगेको छौँ है। अब नेक्स्ट 62 सुन्छ है वचन। 10 to 12 मिनटको वचन म सधैँ लाउँछु होइन विवाहको। अब यहाँ 62 मा पढौँ। यहाँ के लेखेको छ भने साग जब लहरोइको बाटो भएर दक्षिणको भूभागबाट आइरहेको थियो। बस यसको अलिकति स्पष्टीकरण सुनौँ। यति बेला जब इसाक यो स्थानमा हुँदा चाहिँ